नमस्ते सबैलाई। आज तपाईँहरूलाई भर्खरै नेपाल सरकारले लन्च गरेको या बनाएको वेबसाइटबाट कसरी चाहिँ हामीले आफ्नो नेसनल आइडी वा राष्ट्रिय परिचय पत्र कसरी डाउनलोड गर्छौँ त पिडिएफमा भन्ने बारे आज तपाईँहरूलाई सिकाउन गइरहेको छु र अन्तिमसम्म हेर्दै जानुहोला यो च्यानल डिजिटल प्लस। र सबैभन्दा पहिला त म ब्राउजरमा जान्छु। यहाँ गएर सिटिजन पोर्टल भन्ने वेबसाइटमा जान्छु। यहाँ गयो भने तपाईँहरूले यस्तो इन्टरफेस देख्नुहुन्छ। सुरुको लिङ्कमा क्लिक गर्नुहोस्, सिटिजन पोर्टल नेपाल भन्ने, त्यसमा राइट क्लिक गर्नुहोस्। यो गरिसकेपछि यस्तो प्यानल खुल्छ। यस्तो प्यानल खुलिसकेपछि यता हेर्नुहोस्, राष्ट्रिय परिचय पत्र अथवा जाँच भन्ने छ। अनि यता हेर्नुहोस्, इएनआइडी डाउनलोड भन्ने अप्सन छ। यो इएनआइडी डाउनलोड भन्ने अप्सनमा गएर क्लिक गर्नुहोस्। यो क्लिक गरिसकेपछि तपाईँहरूको स्क्रिनमा यस्तो इन्टरफेस आउँछ। यस्तो इन्टरफेस आएपछि सुरुमा यहाँ जानुहोस्, आफ्नो नाम हाल्नुहोस्। मैले आफ्नो नाम हालिसकेँ। त्यसपछि आफ्नो जन्ममिति हाल्नुहोस्। अनि त्यसपछि आफ्नो नागरिकता जारी मिति हाल्नुहोस्। यो हालिसकेपछि यता तल दिएकोमा क्याप्चा हाल्नुहोस् है। पी ई डी एफ डब्लु डी। क्याप्चा हालिसकेपछि खोज्नुहोस् भन्ने अप्सनमा जानुहोस्। फेरि राइट क्लिक गर्नुहोस्। तपाईहरुमा क्याप्चा हानिसकेपछि यस्तो इन्टरफेस देखिन्छ। यस्तो इन्टरफेस देखेपछि यता डाउनलोड भन्ने अप्सनमा क्लिक गर्नुहोस् र आफ्नो एनआइडीलाई डाउनलोड गर्नुहोस्। डाउनलोड गरिसकेपछि तल आउनुहोस्। तल आइसकेपछि यता चाहिँ तपाईहरुले देख्नुहुन्छ। यता चाहिँ देखेपछि यता भनेको छ पुरा नाम भनेको छ। यता पुरा नाम हाल्ने, जस्तै तपाईको नाम के छ नागरिकता अनुसार त्यो नाम हाल्ने। त्यो नाम हालिसकेपछि यता डाउनलोड गर्नुहोस् भन्ने अप्सन छ। यहाँमा चाहिँ डाउनलोड गर्ने। त्यसपछि फेरि यो पोर्टल खोल्छ। यो पोर्टल खोलिसकेपछि यता के भनेको छ, पुरा नाम नेपालीमा हाल्नुहोस् भनेको छ। यहाँमा चाहिँ तपाईले आफ्नो पुरा नाम नेपालीमा हाल्नुहोस्। अनि तपाईँको एनआइडी डाउनलोड हुन्छ। डाउनलोड भइसकेपछि अनि तपाईहरूले यहाँ पासवर्ड रिक्वायर्ड भनेको छ। यो पासवर्ड रिक्वायरमेन्टमा चाहिँ आफ्नो सुरुको 4वटा अक्षर क्यापिटलमा हाल्नुहोस् र त्यसपछि आफ्नो जन्मेको साल हाल्नुहोस्। जन्मेको साल हालिसकेपछि तपाईँको एनआइडी पिडिएफमा चाहिँ ओपन हुन्छ। यसरी ओपन हुन्छ तपाईको पिडिएफ चाहिँ।